सो हेलो गाइस, यो छ मेरो सानो मिनी ब्लग भिडियोस जो कि मैले आज लङ भिडियो ट्राई गरिरहेको छु। यो छ मेरो मेकअप। म मेकअप गरिरहेको छु। थाहा छ हजुरहरूलाई मेकअप किन गर्छु? मेकअप गर्छु किनकि म रिल्स बनाउनुलाई, सुटिङ गर्नुलाई हैन। अनि यहाँ मेकअप लाउँदैछु। साथमा मुखमा छुर्पी त झन् टोक्नै पर्छ। मैले छुर्पी त नखाइदिनँ। अनि हेर्नुहोस् न, मेकअप गर्ने तरिका चाहिँ मेरो अलिकति भिन्दै छ साथी हो। बेसी गर्दिनँ, म हल्का गर्छु। इम्पोर्टेन्ट जो कि मेरो फेसमा सुहाउने, मलाई इच्छा लाग्ने अलि मेकअप चाहिँ म गर्ने गर्छु रिल्सहरूको लागि। कस्तो लाग्यो मेरो मेकअप गर्ने तरिका कमेन्टमा भन्नुहोस् होला है। हेर्नुहोस् त, सिम्पल तरिकाले गर्छु म मेकअप। धेरै बेसी त होइन, आफ्नो प्रोफेसनली त जान्दिनँ पनि। म जस्तो मेरो फेसमा सुहाउँछ म त्यस्तै गर्छु। हामी लेडिजहरूको चाहिँ के छ भने कि नि, घरको काम सकेर आफूलाई पनि राम्ररी बनाउनु मन लाग्छ। यसरी कहिलेकाहीँ मेकअप गर्नु मनपर्छ। अनि त्यसरी भएर चाहिँ म तलतिर लागेँ। तल लाग्ने कारण चाहिँ के छ भने, यहाँ मेरो सासूआमा हुनुहुन्छ किचनमा, खाना बनाउनु हुँदै थियो। अनि बाहिर रिल्स त गर्नु त हो, पानी पर्ला जस्तो पनि भयो। अनि सासूआमालाई मैले रिक्वेस्ट गरेँ, आमा लैजाउँ त, तपाईँसँग काम छ, यो चाहिँ आमाको मन्दिर हो। अनि आमाले के काम तिमीलाई भन्दा, साडी चाहियो है मलाई आमा तपाईँको भनेर आमाकोबाट साडी लिएँ। अनि साडी कुन चाहिँ लाउने भनेर आमाले गोड्रेजै खोलेर दिनुभयो है। भाग्यमानी हुन्छ त्यस्तो बुहारीहरू जो कि सासूआमाको माया पाउँछ है। सो मलाई सपोर्ट गर्नुहुन्छ, मेरो सासूआमाले माया गर्नुहुन्छ आफूलाई, भाग्यमानी सम्झिन्छु। अनि कस्तो लाग्यो मेरो भिडियो?